ज्ञानेन्द्र शाहलाई चुनौती, तिमी स्वयं मैदानमा आऊ, भिजिलान्ती नपठाऊ। आङ सान सुकी नाम गरेकी एकजना महिला प्रजातन्त्रको लागि नजरबन्दमा बसेकी थिइन्, तर हाम्रा नवराज सुवेदी बाजे राजतन्त्रको लागि नजरबन्दमा बसेका छन्। काठमाडौँको तिनकुने चोकमा सुवेदी बाजेलाई अश्रु ग्यासले हानेको देखेर मेरो आँखामा पनि आँसु झरेको थियो। हेर्दा मात्रै रिसा जस्तो हो, तर यो मगरको मन साह्रै भावुक छ। बागमतीमा ढल मिसाएर देशको सेवा गरेका सुवेदी बाजेलाई हिन्दू राज्य ल्याएर प्राण त्याग गर्ने अन्तिम इच्छा रहेछ। त्यस्तो पवित्र कर्मको जिम्मा कुनै जमानामा गोरुको हड्डी चपाउने दुर्गा प्रसाईले लिएका रहेछन्। लरेन्स बिश्नोईको नामबाट बैंकको हाकिमलाई फोन गरेर थर्काउने प्रसाईले उस्तै परे सुवेदी बाजेलाई पनि बिश्नोईको समूहमा मिसाइदिन्छन् र एक बारको जुनीमा नर्कको यात्रा गराइदिन्छन्। केही थान युवाहरू काँधमा नेपालको राष्ट्रिय झण्डा बोकेर दौडिरहेको देखे। मानव नेपाललाई चीनले आक्रमण गरिसकेको छ र उनीहरूको आफ्नो जमिनको रक्षा गर्न फ्रन्ट लाइनमा खटिरहेका छन्। तर होइन रहेछ, तिनीहरूले त हेर्दा हेर्दै अर्ण बियर चोरेर खाए, स्याउको दाना समेत लुटेर चपाए, आइसक्रिमको डब्बा नै चुसेर हिँडे। जबसम्म यस धरतीमा यस्ता परजीवी रहन्छन्, तबसम्म राजा आएर पनि देश बचाउन सक्दैनन्। दुई पटक चुनाव हारेर पनि भाषण गर्न लाज नमान्ने रविन्द्र मिश्रले पत्रकारलाई आगोमा जलाएर मार्दा पनि कुनै हिंता बोध गरेनन्। विगतमा यिनी भगवान गौतम बुद्ध जस्तै शान्तिको अग्रदूत बन्न खोज्दथे, तर शुक्रबार सडकमा नै टिकापुर र गौर हत्याकाण्ड घटाउन खोजिरहेका थिए। यिनको दिमागमा वंशवाद र नस्लवादको चुइगम यसरी टाँसिएको छ कि ज्वालामुखीको लाभले पनि त्यसलाई उम्कन सक्दैन र पगाल्न सक्दैन। नेपाली जनताको अमन, चयन र शान्तिको कामना गर्दै देशभरका मन्दिरहरू चहारेर नथाक्ने कथित विष्णुका अवतार ज्ञानेन्द्र शाहले फेरि एकपटक अशान्ति मचाउन थालेका छन्। जसरी ओसामा बिन लादेनले तोराबोरा पहाडमा लुकेर ट्विन टावर हान्ने योजना बनाएका थिए, ठिक त्यसरी नै यिनले निर्मल निवास बसेर लोकतन्त्र मास्ने योजना बनाइरहेका छन्। वयोवृद्ध पूर्व राजाको बाँकी जीवन सम्मानपूर्वक बितोस् भनेर नेपाली जनताले आँसु पसिना कटाएर दिएको निर्मल निवासको सुविधा खाएर यदि यिनले डरलाग्दो डकाट काट्छन् भने, मध्यरातमा भिजिलान्तीहरूसँग डिनर पार्टी गर्छन् भने, नेपाली दाजुभाइहरूलाई फेरि पनि एक आपसमा लडाउने मण्डली षड्यन्त्र रच्छन् भने, अब त्यो निर्मल निवासलाई सार्वजनिक शौचालय बनाउनु पर्छ। ज्ञानेन्द्र शाहले बङ्गलादेश र श्रीलङ्काका आन्दोलनकारीहरूबाट प्रेरणा लिँदै नेपाललाई पनि त्यस्तै बनाउन पाए हुन्थ्यो भनेर चिउडोमा हात राखेका छन्। मयूरको प्वाख जडित एकथान सिरपेजका निम्ति यो हदसम्मको पाप चिताउने मनुष्य पृथ्वीनारायण शाहको वंशज हुन सक्दैन। वीरेन्द्रको भाइ त झन् कुनै हालतमा हुन सक्दैन। आदित्य नारायणलाई भेट्न गइरहने हुँदा यिनको डिएनएमा पनि शङ्का छ। विज्ञान र तर्क विहीन केही मण्डलीहरूले भन्छन् ज्ञानेन्द्रलाई जति यो देश माया अरू कसैलाई पनि छैन, किनकि उनी राजा हुन्। तर उनलाई सबैभन्दा धेरै कसैको माया छ भने त्यो आफ्नै नातिको छ। देश विकास होस् भन्ने यिनको कुनै चाहना छैन। यिनको चाहना भनेको आफ्नो देशपछि नाति राजा बनोस् भन्ने हो। त्यो कुराको खुलासा उनका भरौटे रविन्द्र मिश्रले गरिसकेका छन्। त्यसैका निम्ति यिनीहरूले नेपाल आमाका 2 जना सपुतको तिनकुनेमा अमूल्य प्राण लिइसकेका छन्। रोल्पाकी भीमकुमारी पुललाई राजा चाहिएको छैन, तर भारतमा नाचगान गरेर फर्केकी मनिषा कोइरालालाई राजा चाहिएको छ। रुकुमकी चन्द्रमाया सुनवारलाई राजा चाहिएको छैन, तर अमेरिकाबाट फर्केकी रमा सिंहलाई राजा चाहिएको छ। मधेसका हितेन्द्र देव यादवलाई राजा चाहिएको छैन, तर बेलायतबाट फर्किएका रविन्द्र मिश्रलाई राजा चाहिएको छ। अरू त अरू साइकल बसको डिक्कीमा राखेर विश्व यात्रा गर्ने पुष्कर शाहलाई पनि राजा चाहिएको छ। ज्ञानेन्द्र शाहले बेला बेलामा टाउको र हात हल्लाउँछन्, त्यसबाहेक उनले अरू के काम गर्छन् भन्ने कुरा 90% नेपाली जनतालाई थाहा छैन। तर पनि उनीहरूलाई किन राजा चाहिएको छ? को हुन् यिनीहरू? यिनीहरूको परिचय के हो? यो भूमिका यिनीहरूको ऐतिहासिक योगदान के हो? त्यस्तो केही पनि छैन। केवल यिनीहरूलाई राजाको पालामा राष्ट्रिय गान मनपर्छ, केवल यिनीहरूलाई पुराना नियम कानुन मनपर्छ, केवल यिनीहरूलाई रैती हुन मन लाग्छ अनि यिनीहरूलाई काट्टो खाना मनपर्छ।
हिजो ज्ञानेन्द्र शाहसँग सेना थियो, संविधान थियो, राजदण्ड थियो, हुकुमी परमागी थियो। आज ज्ञानेन्द्र शाहसँग केही पनि छैन। हर्क बहादुर, श्याम बहादुर र राम बहादुरसँग जे छ ज्ञानेन्द्रसँग पनि त्यही छ। त्योभन्दा बढी धन पैसा र मन्दिरका पुजारीहरू केही जोगीहरू छन्। त्योभन्दा बढी धन पैसा मन्दिरका पुजारीहरू र केही जोगीहरू छन्। यसकारण तन्त्र मन्त्रको प्रयोग गरेर भए पनि यिनी फेरि एकपटक राजा बन्न चाहन्छन्। तर दुःखको कुरा, एउटा भैँसीको पाड बनाउन नसक्ने दुर्गा परसाईले राजा बनाइदिने सपना देखाएका छ। दुर्गा परसाई जस्तो मात्रै पटमुर्ख चरित्र बोकेको टपटुइयालाई आन्दोलनको कमान्डर बनाएर ज्ञानेन्द्र शाहले फेरि अर्को गम्भीर भूल गरेका छन्। शुक्रबार राजावादीहरूको आन्दोलन थिएन, दुर्गा परसाईको उपद्रो थियो। निर्मल निवासमा काने खुसी गरेको केही घण्टाभित्रै अप्रत्याशित ढङ्गले तोडफोड र आगजनीहरू भएका छन्। यदि हिंसात्मक तरिकाले नै पूर्व राजाले सिर्पेस फिर्ता लिन चाहेका हुन् भने उनको दरबार लासहरूको थुप्रोमाथि निर्माण हुनेछ। यदि ज्ञानेन्द्र शाहलाई राजा नै बन्न मन लागेको हो भने अब मन्दिरमा होइन, निर्वाचन क्षेत्रमा जानुपर्छ। भगवानसँग वरदान होइन, जनतासँग मतदान माग्नुपर्छ। मन्दिरमा के छ त्यस्तो जुन जनताको घरमा छैन? बाढी पहिरोले बगाएको गाउँमा यिनी कहिले पुगेका छैनन्। भूकम्पले भत्काएको बस्तीमा पनि यिनी कहिले पुगेका छैनन्। अहिलेसम्म दुखी गरिबलाई कतै एक सुका दान पनि गरेका छैनन्। यदि ज्ञानेन्द्र शाहलाई राजा बन्न मन लागेको छ भने तिमी आफै स्वयं मैदानमा आऊ, तर भिजिलान्ती नपठाऊ। 25 किलो चामलको बोरा बोकेर ढाड बाङ्गो हुने गरी हिँडेको त्यो बाटोमा आजकल केटाहरू रोयल एनफिल्ड बाइक कुदाउँदै हिँड्छन्। राजाको पालामा किराले खाएको दाँत उखाल्ने अस्पताल नभएर ज्यामिति बक्सको कम्पास र फलामको चिम्टाले तान्नु पर्थ्यो। आजकल भने सँगसँगै 32वटै दाँत छन्। जसका बाउबाजेले जुत्ता कस्तो हुन्छ देख्न पाएनन्, प्यान्ट कस्तो हुन्छ लगाउन पाएनन्, औषधि कस्तो हुन्छ खान पाएनन्, तिनैका नाति नतिनीहरूलाई अहिले एक थान राजा चाहिएको छ। ठिकै छ, राजा त ल्याउने, तर राजाले आफूसँग के ल्याएर आउँछन्? जापानको बुलेट ट्रेन लिएर आउँछन्, युएको बुर्ज खलिफा लिएर आउँछन्, फ्रान्सको आइफिल टावर लिएर आउँछन्, एलन मस्कको जस्तो दिमाग लिएर आउँछन्? आउँदैनन्। केही पनि लिएर नआउने राजा किन चाहियो? न राजाले घाँस काट्न जानेका हुन्छन्, न राजाले हलो जोत्न जानेका हुन्छन्, न राजाले मकै खोल्छ्याउन जानेका हुन्छन्, न राजाले दाउरा छिर्न जानेका हुन्छन्। यस्तो कृषि प्रधान देशमा केही पनि गर्न नजान्ने राजा किन चाहियो? अहिलेको युगमा खानेपानी व्यवस्थापन समितिको अध्यक्ष बन्न पनि चुनाव लड्नुपर्छ। उस्तै परि टोल सुधार समितिको अध्यक्ष बन्न पनि चुनाव लड्नुपर्छ। स्कुलको अभिभावक समितिको अध्यक्ष हुन पनि चुनाव लड्नुपर्छ। खै कता हो बाख्रा पालन किसान समूहको अध्यक्ष चयन गर्न पनि चुनाव भएको भन्ने सुनेको थिएँ। तर देशको सर्वोच्च पद राजा बन्न कुनै चुनाव हुन नपर्ने? कसैले मत हाल्नु नपर्ने? तिनको शिरमा 2.5 किलोको सिर्पेज ढ्याक्क लगाइदिएर जी हजुर गर्दै विनम्रतापूर्वक तिनलाई आइसियोस्, खाइसियोस् र सवारी होइबक्सियोस् भनिदिनु पर्ने? जेनेटिक रूपमा प्राप्त वंशानुगत गुणहरू 3 देखि 4 पुस्तासम्म मात्रै रहन्छन्, त्यसपछि स्वत परिवर्तन हुन्छन्। यसरी हेर्दा 11 पुस्ता अगाडि पृथ्वीनारायण शाहसँग ज्ञानेन्द्र शाहको वंश मात्रै मिल्न सक्छ, तर व्यवहार मिल्दैन। पाइलटको छोरा चोर बन्न सक्छ, किसानको छोरा इन्जिनियर बन्न सक्छ, भिखारीको छोरा अरबपति बन्न सक्छ, लेखकको छोरा राष्ट्रपति बन्न सक्छ, पत्रकारको छोरा सेनापति बन्न सक्छ, त्यस्तै राजाको छोरा पनि ड्रगिस्ट बन्न सक्छ। राजाको पालामा धेरै आनन्द थियो। बिजुलीको बिल तिर्नु पनि पर्दैन थियो, डाक्टरको टेन्सन पनि थिएन, धामी झाँक्री भए पुग्थ्यो, स्कुल पढेर फेल हुने डर पनि कसैलाई थिएन, गाडी भाडा कहिल्यै तिर्नु पर्दैन थियो, सबै काम हिँडेरै गर्न सकिन्थ्यो। मासु र गुलियो चिया नखाएकाले त्यो बेला सुगर र प्रेसर पनि थिएन। कसैलाई पनि विदेश जानु पर्दैन थियो किनकि बटौलीमा नुन पाइन्थ्यो। राजाको पालामा चर्पी पनि चाहिँदैन थियो, खोल्सा खाल्सीमा हगे पुग्थ्यो। आहा, राजाका पालामा क्या आनन्द थियो।
हो, अरू देशमा पनि राजा छन्, तर बेलायतको राजाले वंशनाश गरेनन्, भुटानको राजाले भगवानको मूर्ति चोरेनन्, साउदीको राजाले गैडाको खाक तस्करी गरेनन्, थाइल्यान्डको राजाले सर्पको छाला व्यापार गरेनन्। त्यसैले ती देशहरूमा राजतन्त्र सफल छन्, तर नेपालको राजाले यो सब थप गरे। अन्यथा देश नै मेरो हो भन्ने सोच भएका महाराजाले सोल्टी होटलमा लगानी गर्दैन।